साथीहरू नमस्कार। नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुअर्ट लको आगमनसँगै नेपाली क्रिकेट टिमले शानदार पुनरागमन गरेको छ। भर्खरै सम्पन्न स्कटल्यान्ड सिरिजमा एसोसिएटका दुई उत्कृष्ट टोलीहरू नेदरल्यान्ड र स्कटल्यान्ड विरुद्ध 4 खेलमध्ये 3 खेलमा जित निकाल्दै आफूले शानदार पुनरागमन गरेको प्रष्ट देखाएको छ। आउनुहोस् यो भिडियोमा हामी प्रशिक्षक स्टुअर्ट लले नेपाली टोलीलाई दिलाएको आत्मविश्वास, ब्याटिङ, बलिङ र फिल्डिङमा भएका केही सुधारहरू सँगै स्कटल्यान्ड सिरिजको बारेमा सारांशमा केही जानकारी दिँदैछौँ। भिडियोलाई पुरा हेरी के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। यदि तपाईँ मेरो यो कमल सरोवर भ्लगमा नयाँ हुनुहुन्छ भने च्यानललाई एक सब्स्क्राइब गरी सँगैको बेल आइकनमा थिच्न नबिर्सिनुहोला, जसले गर्दा यस्तै महत्त्वपूर्ण र जानकारीमूलक भिडियोहरू तपाईले सजिलै हेर्न सक्नुहुनेछ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। नेपाली क्रिकेट टोलीले आइसिसी क्रिकेट विश्वकप लिग 2 अन्तर्गत स्कटल्यान्डमा भएको श्रृङ्खलामा शानदार प्रदर्शन गर्दै 4 खेलमध्ये 3 खेलमा जित निकाल्यो। एसोसिएटका दुई उत्कृष्ट टोलीहरू स्कटल्यान्ड र नेदरल्यान्ड जस्ता बलियो राष्ट्रहरूलाई उनीहरूकै सेरोफेरोमा हराउनु नेपालका लागि चान्चुने विषय पक्कै होइन। यस्तोमा नेपालले उच्च स्तरको प्रदर्शन गर्दै कुनै पनि खेलमा एकपक्षीय प्रभाव पर्नै दिएन। स्कटल्यान्डसँगको एक खेलमा पराजित भएको नेपालले त्यो खेल पनि अन्तिमसम्म लड्दै गुमाएको थियो। 2 रनको हार बेहोर्दा नेपाल कीर्तिमानी जितबाट चुकेको थियो। यस श्रृङ्खलाबाट 6 अङ्क बटुल्दै नेपालले पुच्छारबाट पुनरागमन गरेर अब 16 खेलबाट 12 अङ्क पुर्याएको छ। यसै श्रृङ्खला सुरु हुनु अघि नेपालको नयाँ प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ल नियुक्त भएका थिए। उनले अन्तर्क्रिया कार्यक्रममा आफूलाई हारेको मन नपर्ने भन्दै सबै खेल जित्ने मानसिकताले खेल्न बताएका थिए। उनले भनेकै जस्तो नेपालले कुनै पनि खेलमा कमजोर प्रदर्शन गरेन। पराजित भएकै खेलमा पनि सराहनीय प्रदर्शन गरेर सबैको मन जितेको थियो। यस जितको यात्रामा करण केसीको जादुमय फिनिसिङदेखि आरिफ शेखको संयमित पारी र नन्दन यादवको शानदार डेब्युदेखि सन्दीप लामिछानेको पुनरागमन बलिङ प्रदर्शनसम्म सारथी बनेका छन्। यसअघि घरभन्दा बाहिर त्यति सुदृढ प्रदर्शन गर्न नसकेको नेपाली टोली स्कटल्यान्ड जानु अघि बाहिरी कन्डिसनमा कस्तो खेल्छ भनेर सबैको उत्सुकताको विषय थियो। त्यो उत्सुकताको माहौल चिर्दै नेपालले शानदार प्रदर्शन गरेर सङ्घर्षपूर्ण अवस्थाबाट पुनरागमन गर्दै नेपाली क्रिकेटमा अर्को एउटा सुनौलो सुरुवातको सङ्केत गरेको छ। आउनुहोस् स्कटल्यान्ड सिरिजमा प्राप्त गरेका केही सफलताहरूको साँचीका बारेमा चर्चा गरौँ। पहिलो, 1 नम्बरमा स्तरीय अभ्यासको प्रतिफल। नेपाली टोलीले लिग 2 खेल्न स्कटल्यान्ड जानु अघि नेपालमै कोर क्याम्प अभ्यासमा सहभागी भएको थियो भने त्यसपछि इङ्ग्ल्यान्डमा गएर विभिन्न काउन्टी क्लबहरूसँग अभ्यास खेलहरू खेलेको थियो। यस अभ्यास क्याम्पका दौरान कार्डिफको न्युपोर्ट टोली, एमसिसी र ग्याल्मोगार्नसँग एकदिवसीय अभ्यास खेलेको नेपाली टोलीले गोल्स्टेसनसायरको टोलीसँग T20 अभ्यास खेल खेल्यो र सबैमा अपराजित रह्यो। त्यस्तै स्कटल्यान्ड पुगेर पनि नेपालले स्कटल्यान्डको ए टोलीसँग अभ्यास एकदिवसीय खेल खेलेको थियो, जहाँ एक खेलमा पराजित हुँदा एक खेल भने नतिजाविहीन बन्यो। यी सबै अभ्यासको प्रतिफलका रूपमा हालको लिग 2 मा राम्रो नतिजा निस्किएको छ। अभ्यास खेलकै लयलाई नेपालले लिग 2 का खेलहरूमा पनि निरन्तरता दिँदै महत्त्वपूर्ण 6 अङ्क बटुल्न सफल भयो। नेपाल क्रिकेट सङ्घ क्यानका प्रवक्ता छुम्बी लामाले घरमा गरेको अभ्यासदेखि युके टुरले नै धेरै मद्दत गरेको बताउँछन्। PM कपदेखि लिएर कोर क्याम्प अनि त्यसपछि लन्डनमा गएर तयारी भयो। यी सबै कुराहरू अनि खेलाडीहरूको अथक मेहनत सबैले गर्दाखेरि यो राम्रो नतिजा आएको उनले भने। नम्बर 2, मध्यक्रमको ब्याटिङमा सुधार। लिग 2 खेल्नु अघि अभ्यासका क्रममा पनि नेपाली क्रिकेट टोलीको मुख्य समस्याका रूपमा रहेको ब्याटिङ सुधारिएको छनक देखिएको थियो। यसलाई लिग 2 को खेलमा पनि निरन्तरता दिनु चुनौतीपूर्ण थियो। घाँसे पिचमा ब्याटिङ गर्न केही कठिन हुने परिस्थितिका बीच
नेपाली ब्याटरहरूले स्तरीय प्रदर्शन गरेका थिए, जसलाई लिग 2 का खेलहरूमा पनि ब्याटरले निरन्तरता दिए। विशेष गरी यसअघि ठुलो समस्याको रूपमा रहेको मध्यक्रम ब्याटिङ धेरै संयमित र सुधारिएको देखिएको छ। मध्यक्रमको ब्याटिङमा नेपालका लागि आरिफ शेखको प्रदर्शन शानदार रहेको थियो। आरिफसँगै भीम सार्की, दिपेन्द्र सिंह एरी र गुलसन झाले राम्रो ब्याटिङ गर्दै साझेदारी पनि निर्माण गर्दै खेल चलाइरहे, जहाँ लोअर मिडल अर्डर मानिने सम्पाल कामी र फिनिसर करण केसीको पनि साथ रह्यो। नेपाली क्रिकेटका पूर्व प्रशिक्षक जगत टमटाले यो श्रृङ्खलामा ब्याटिङमा उत्कृष्ट प्रदर्शन देखिएको उल्लेख गरे। स्कटल्यान्डमा कन्डिसन हाम्रो फेभरमा त्यति हुँदैन, तर पनि ब्याटिङ राम्रो भयो। पार्टनरसिप सबैले गरेका छन्, समग्रमा धेरै राम्रो भयो, उनले भने। मध्यक्रमको ब्याटिङमा नेपालका आरिफ शेखले महत्त्वपूर्ण इनिङहरू खेल्दै नेपालको जितको आधार तय गरेका थिए। यस श्रृङ्खलामा नेपालका 3 जितमध्ये 2 जितमा उनी म्यान अफ द म्याच पनि भएका थिए। आरिफले यस श्रृङ्खलामा 2वटा करियरकै बेस्ट स्कोर बनाए। दोस्रो खेलमा 78 रन बनाएका उनले चौथो खेलमा त्यो पनि पार गर्दै 84 रन बनाए। उनले यस श्रृङ्खलामा नेपालका लागि सर्वाधिक रन बनाए। नम्बर 3, बलियो टोली विरुद्ध महत्त्वपूर्ण जित। नेपाली टोलीले एसोसिएटकै बलियो मानिने 2 टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स विरुद्ध शानदार प्रदर्शन गर्यो। नेपालका लागि लिग 2 मा आफ्नो अवस्था सुधार गर्ने मात्र नभएर अबे अथवा घरभन्दा बाहिर खेलमा बनोसङ्घ बटुल्न पनि अर्थपूर्ण थियो। नेपालले स्कटल्यान्डलाई उसकै मैदानमा हराउँदा स्तरीय टोली नेदरल्यान्ड्सलाई दुवै खेलमा हरायो। यो नेपाली क्रिकेटकै लागि एउटा ठुलो उपलब्धि हो। 2 खेलका म्यान अफ द म्याच आरिफले यो जित निकै महत्त्वपूर्ण भएको बताए। यहाँ हरेक जित हाम्रो लागि उत्तिकै महत्त्वपूर्ण हुन्छ। एसोसिएटकै उत्कृष्ट टिमलाई हराउनु भनेको आफैमा पनि ठुलो कुरा हो, उनले भने। प्रशिक्षक टमाटाले यो प्रदर्शन विशेष रहेको उल्लेख गर्दै यसले आगामी श्रृङ्खलाका लागि मनोबल उच्च हुने बताए। सबैभन्दा ठुलो भनेको नतिजा नै हो। लिग 2 कति महत्त्वपूर्ण छ भन्ने खेलाडीहरूलाई पनि थाहा छ। त्यसमाथि पनि बलियो टोलीलाई नै हराएको छ। अब आगामी दिनमा पनि यही निरन्तरता दिनुपर्छ, उनले भने। प्रवक्ता लामाले समग्र नेपाली टिम र क्यानको लागि पनि यो सुखद पक्ष भएको बताए। लिग 2 को बलियो टिमहरू स्कटल्यान्ड र नेदरल्यान्डलाई चाहिँ हामीले अबेज सिरिजमा 3वटा म्याच जित्नु भनेको नेपाली टिमको लागि, नेपालको लागि, क्यानको लागि एकदमै सुखद पक्ष हो, उनले भने। नम्बर 4, स्टुअर्टको प्रभाव। यसै श्रृङ्खलाभन्दा अगाडि नेपाली टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट नियुक्त भएका थिए। उनले नेपाल आएपछि नेपालका युवा प्रतिभाहरूसँग काम गर्न उत्साहित रहेको बताएका थिए। उनले आफूले हार्न नजानेको बताउँदै नेपालको मुख्य लक्ष्य भनेको फेरि पनि एकपटक विश्वकप खेल्नु रहेको जनाएका थिए। विशेष गरी कमजोर टिमलाई सुधार्दै नयाँ उचाइमा पुर्याउने खुबीका लागि परिचित स्टुअर्टले उल्लेखित टिमबाट विभिन्न सफलताहरू हासिल गरेका छन्। सङ्घर्षरत टिमहरूलाई सुधार्दै सफलता दिलाउने प्रशिक्षकका रूपमा चिनिने उनले लय समात्न सङ्घर्ष गरिरहेको नेपाली टोलीलाई एउटा नयाँ आयाम दिएर आत्मविश्वासी बनाएका छन्, जसको प्रत्यक्ष प्रभाव लिग 2 का खेलहरूमा देखिसकिएको छ। खेलाडीहरूले पनि प्रशिक्षक लको शैली फरक भएको बताउँदै उनले युवालाई आफ्नै तरिकाले खेल्न छुट दिने गरेको बताएका छन्। आरिफले नेपालको दोस्रो खेलपछि प्रतिक्रिया दिने क्रममा प्रशिक्षक निकै कुल भएकाले सबैले इन्जोय गरिरहेको बताएका थिए। क्यानका प्रवक्ता लामाले अनुभवी प्रशिक्षक भएपछि बिस्तारै प्रदर्शनमा निखार आउँदै जाने बताए। अब उनले आजको भोलि नै परिवर्तन ल्याउने भन्ने त रहन्न, तर पनि अब धेरै प्लेयरहरूलाई त्यो सबै वातावरणहरू राम्रो, सबै प्लानिङ राम्रो भएर नै छोटो समयमै राम्रो सकारात्मक नतिजा आएको छ, उनले भने। त्यस्तै उनले सहायक प्रशिक्षक ज्ञानेन्द्रको उपस्थितिमा पनि महत्त्वपूर्ण रहेको उल्लेख गरे। अब नेसनल टिममै लामो समय खेलेको अनि पूर्व कप्तान त्यसमाथि पनि साथीभाइ जसरी खेलिसकेको खेलाडी ज्ञानेन्द्र मल्ल सहायक प्रशिक्षकका रूपमा छन्। खेलाडीहरूको बारेमा सबै थाहा भएको हुँदा सबै कुरा मिलेको छ, उनले थपे। नम्बर 6, अझै सुधारको खोजी। नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरिरहँदा ध्यान दिनुपर्ने कुराहरू भने अझै धेरै छन्। नेपालको ओपनिङ ब्याटिङसँगै टप अर्डर त्यति सन्तोषजनक देखिएको छैन।
नेपालले यस श्रृङ्खलाका सबै खेलमा सुरुवाती 2 विकेट चाँडै नै गुमाएको छ। एक खेलमा मात्र पावर प्लेमा विकेट नगुमाएको नेपाली टोलीले 3 खेलमा पावर प्लेमै 1 देखि 2 र 3 विकेटसम्म गुमाएको छ। मध्यक्रमले ब्याटिङ सम्हालेको भए पनि ओपनिङ र टप अर्डरमा भने केही ध्यान दिन जरुरी छ। त्यस्तै डेथ ओभर बलिङमा पनि नेपाल कमजोर देखिएको छ। स्कटल्यान्डसँगको खेलमा नेपालले अन्तिम 10 ओभरमा 122 रन खर्चेको थियो। नेपालले अलराउन्डरका रूपमा टिममा रहेका खेलाडीहरूलाई पनि सदुपयोग गर्न जरुरी छ। गुलसन झाको भूमिका पनि क्लियर देखिएको छैन। उनले बलिङ पनि धेरै पाएनन्। उनी घुँडाको समस्याका कारण पनि बलिङ नगरेको कुरा आइरहेको थियो। यसअघि पनि नेपालले डेथ ओभरमा लय गुमाउँदै धेरै रन बेहोरेको छ। यी कुराहरूमा काम गर्न सके र सुधार ल्याउन सके नेपाली क्रिकेट टोलीको सुनौलो यात्रामा सुगन्ध पनि थपिनेछ। धन्यवाद।